Alright guys, welcome to our YouTube channel Gizmo Nepal. आज चाहिँ तपाईले DJI Action 6 मा स्क्रिन प्रोटेक्सन इन्स्टलेसन देख्न गइराख्नु भएको छ। यो चाहिँ टेलिसिनको स्क्रिन प्रोटेक्टर हो र यसमा तीनवटा हुन्छ। लेन्स प्रोटेक्टर, फ्रन्टको स्क्रिन अनि ब्याक स्क्रिन है त। ट्याक्क अब हामी चाहिँ फर्स्ट अफ अल यसको फ्रन्ट स्क्रिन र लेन्स प्रोटेक्टरमा इन्स्टल गर्छौँ। यसमा इन्स्टल गर्नलाई के गर्नु पर्यो भन्दाखेरि इन्स्टल गर्नलाई लेन्स प्रोटेक्टरमा इन्स्टल गर्नलाई तपाईहरुले मस्तवाला लिक्विड छर्नु पर्यो, लिक्विड राख्नु पर्यो अथवा त्यसमा वाइप्स छ त्यो वाइप्सले युज गरेर मजाले सफा गर्नु पर्यो है गाइस। अनि सफा गरेर अब अझै के धुलो बाँकी छ भने त्यसलाई स्टिकरले निकाल्नु पर्यो। त्यसपछि एकदम पर्फेक्ट अलाइनमेन्ट मिलाएर ट्याक्क टालिदिनु पर्यो। टालेपछि भयो। अब तपाईको नेक्स्ट फ्रन्ट स्क्रिनमा पनि मस्त सफा गर्नु पर्यो। सफा गरिसकेका छौँ अनि त्यसपछि त्यसलाई स्टिकर निकालेर अलाइनमेन्ट मिलाएर ट्याक्क लाएर यसमा पनि ट्याक्क टालिदिने। अनि मस्त टालेपछि अब यसमा मिलेपछि अब तपाईहरुको पछाडिको पालो। पछाडि पनि लिक्विड राखेर मस्त सफा गर्ने फर्स्ट अफ अल। अनि त्यसपछि सफा गरेपछि यसमा पनि अलाइनमेन्ट मिलाउनु भन्दा अगाडि त्यो धुलो के बाँकी छ भने त्यो डस्ट पार्टिकललाई स्टिकरले निकाल्ने। त्यसपछि अलाइनमेन्ट मिलाउनु पर्यो। अलाइनमेन्ट मिलाएपछि ट्याक्क लाएर टाल्ने। अलाइनमेन्ट मिलाएपछि टाल्ने। टालेपछि तपाईको DJI Action 6 रेडी भयो त गाइज। इट लुक्स लाइक दिस प्रोटेक्सन बवाल।